हेलो साथीहरू, वेलकम छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। अनि साथीहरू आज भन्नाले नि हामी अघि अलि दिन अगाडि चाहिँ घुम्न गएका थियौँ हाम्रो स्कुलबाट। त्यो पार्कको भिडियो हो यो चाहिँ, मैले एडिट गर्न नभ्याएर मैले अहिले हालेर आइरहेको छु। साथीहरू, जिन्दगीमा जति पनि दुःख आए पनि, जति पनि टेन्सन भए पनि साथीहरू, एक न एक दिन चाहिँ अलिकति छुट लिएर हामी चाहिँ यसरी हिँड्नुपर्ने हुन्छ। हामी चाहिँ हाम्रो स्कुलको फ्यामिलीहरू घुम्नको लागि जान लागिरहेको छौँ। घुम्न गइसकेको हो, तर अहिले चाहिँ हामी डे 2 मा हो। टूको भिडियो हो। हामी चाहिँ अहिले यो निस्केको चाहिँ हामी चाहिँ जलबिर जानको लागि हो साथीहरू। एकदमै रमाइलो भइरहेको थियो यो क्षणमा चाहिँ साथीहरू। हामी जति पनि दुखी, जति पनि एकदमै नरमाइलो फिल गरिरहेको बेलामा साथी सँगैसँग हिँड्न अनि पायो भने कति खुसी, कति आनन्द लाग्छ साथीहरू है। अनि यहाँ चाहिँ हामी खाजा खान लागिरहेको छौँ। हामीले यो चाहिँ हाम्रो ब्रेकफास्ट भनौँ न। अनि हामी चाहिँ हाम्रो जिन्दगीमा जति नै उतार चढाव, जति नै समस्या, जति नै बाधा आर्चन आए पनि हामी चाहिँ आफ्नो दुःखलाई लुकाएर अलिकति खुसी अनि आनन्द तरिकाले हिँड्न सक्यौँ भने हामी चाहिँ यसरी आनन्द तरिकाले हिँड्न सक्छौँ साथीहरू। अनि हामी चाहिँ जस्तो सिचुएसनमा पनि, जस्तो उसमा पनि हामी चाहिँ एडजस्ट हुन सक्नुपर्छ साथीहरू। त्यही हो, हामी चाहिँ हाम्रो स्कुलको फ्यामिलीहरू अनि घुम्नको लागि निस्क्यौँ। अनि यो रहेको छ जलबिरमा चाहिँ एकदमै रमाइलो भयो। हामी सबै स्कुलको फ्यामिलीहरू एकदमै रमाइलो तरिकाले त्यहाँनिर हामीले चाहिँ भिडियो गर्न पायौँ अनि यो फोटोहरू यहाँनिर सुट गर्न पायौँ। अनि त्यहाँको पानी चाहिँ एकदमै चिसो, एकदमै राम्रो। त्यहाँ नजिकै जाँदाखेरि चाहिँ कति आनन्द लाउने साथीहरू। मलाई त एकदमै राम्रो लाग्यो। अनि हाम्रो म्यामहरू हुनुहुन्छ पछाडि, हाम्रो हँसिली म्याम, जानकी म्याम, अनि उता चाहिँ दुर्गा म्याम हुनुहुन्छ। अनि अरू म्यामहरू चाहिँ अगाडि नै गइसक्नु भएको थियो, माथि हुनुहुन्थ्यो, ड्रेस चेन्ज गर्दै हुनुहुन्थ्यो उहाँहरू चाहिँ। अनि एकदमै रमाइलो भयो साथीहरू। अनि जिन्दगीमा जस्तो आए पनि एक न एक दिन चाहिँ हामी घुम्नुपर्छ साथीहरू। यति नै ल साथीहरू। अनि हामी चाहिँ एकछिन रमाइलो गऱ्यौँ। म्यामहरू चाहिँ अगाडि नै जानुभएको थियो, हामी चाहिँ अलि पछि भयौँ साथीहरू। हामी चाहिँ त्यहाँ जलबिरको जलमा गएर हामी चाहिँ एकछिन रमाइलो गऱ्यौँ। ओके, बाई।